हाम्रा बुबा विष्णु प्रसाद बेकोजुको सम्झनामा। बुबा त उज्यालो काम, छाया झैँ सधैँ साथमा हुन्छन्। थाकेका खुट्टा भए पनि घरको मुहार मुस्कानले भरिदिन्छन्। बुबा त अटल पर्खाल, आफू रोएर पनि आँसु लुकाउँछन्। हाम्रो सपना पुरा गर्ने आफ्नै सपना सजिलै भुलाउँछन्। बुबा त गहिरो नदी, शान्त तर साहसले बग्ने। हामीलाई हँसिलो जीवन दिन दुःखको बाटो आफै छानेर हिँड्ने। बुबा त जीवनको आधार, अदृश्य हात जसले थाम्छन् प्यार, त्याग र धैर्यका कथा बुबाको हृदयमा मात्र थाम्छन्। बुबा त नदेखिने आकाश हुन्, तर सधैँ श्वासभित्र भरिएका हुन्छन्। आफ्नो पीडा ओठमा ल्याउँदैनन्, तर हाम्रो पीडा मुटुमै बाँच्छन्। उनको काँधमा संसारको भार हुन्छ, तर मुस्कानले हामीलाई हलुका बनाउँछन्। रातको निन्द्रा बेचेर बिहानको रोटी ल्याउँछन्। आफू तिर्खाएर पनि हामीलाई पानी ल्याउँछन्। आफू तिर्खाएर पनि हामीलाई पानी ल्याउँछन्। बुबा, तपाईँ आकाश चाहिँ असीम हुनुहुन्छ, जहाँ हाम्रो सपनाका पखेटा निशुल्क उड्छन्। तपाईँ पहाड जस्तै दृढ हुनुहुन्छ, जहाँ आँधीले हल्लाउन खोजे पनि अडिग उभिरहनुहुन्छ। तपाईँ नदी जस्तै निरन्तर बगिरहनुहुन्छ, हाम्रो जीवनमा उर्वरता ल्याउँदै, तर कहिले आफ्नो तिर्खा मेट्न खोज्नुहुन्न। तपाईँ सूर्य जस्तै चम्किनुहुन्छ, तर आफ्नै ज्वालाभित्र जल्दै हामीलाई उज्यालो दिनुहुन्छ। बुबा, तपाईँ मौन कवि हुनुहुन्छ, जसका शब्द ओठमा होइन, तर बलिदानमा लेखिन्छन्। तपाईँ अदृश्य छाता हुनुहुन्छ, जसले हरेक आँधी, हरेक वर्षा हामी माथि पर्न नदिई मौनमै भिजिरहनुहुन्छ। बुबा, तपाईँ जीवनको आधार हुनुहुन्छ, जसले घरलाई मात्रै होइन, हाम्रो हृदयलाई समेत उभ्याइरहनुहुन्छ। र जब म आकाशतिर हेरिरहन्छु, त्यहाँ देखिने प्रत्येक तारा मलाई तपाईँको आँखा जस्तै लाग्छ। दूरबाट पनि सधैँ मसँग, दूरबाट पनि सधैँ मसँगै। 2026 साल जेठ महिनाको 11 गतेका दिन भक्तपुर मुल्डोकामा एक नयाँ जीवनको उदय भयो। बेकोजु खानदानमा दाहिने बेकोजुको खनाती, हाकुसिम बेकोजुको पनाती, विष्णुमान बेकोजुको नातिको रूपमा विष्णु भक्त बेकोजु र पञ्चमाया बेकोजुको कोखबाट चौथो सन्तानको रूपमा विष्णु प्रसाद बेकोजुको जन्म भयो। सामान्य किसानको परिवारमा जन्मेका उहाँ, त्यसमाथि ठुलो परिवार। उहाँका बुबा विष्णु भक्तका 2 श्रीमतीहरू, जेठी केशरी र कान्छी पञ्चमाया। जेठी आमाबाट केशरीबाट 2 छोरा र 3 छोरीहरू जन्मिए, जसमध्ये 1 छोरा र 1 छोरीले सानैमा विभिन्न कारणबाट यो संसार छोड्नु पर्यो। त्यस्तै आफ्नी आमा पञ्चमायाका 4 छोरा र 5 छोरी जन्मिए, जसमध्ये 1 छोरीले सानैमा आफ्नो ज्यान गुमाउनु पर्यो। आफ्ना बाबु विष्णु भक्तका 1 दाजु बलराम बेकोजु पनि थिए, तर उहाँका श्रीमती तथा सन्तानहरू थिएनन्, त्यसैले सबै सँगै थिए। किसानको परिवारमा जन्मिएका उनीहरू थुप्रै अन्नहरू त उब्जाउँथे, तर त्यति बेलाको समय अनुसार धेरै अन्नहरू साहुलाई नै बुझाउनु पर्थ्यो। तैपनि विष्णु भक्तले आफ्नो सङ्घर्ष गर्दै जीवन चलाइरहे। आर्थिक अभावका कारण परिवारले न कुनै समय मिठो खान पाए, न राम्रो लाउन नै पाए, न त कसैले राम्रो शिक्षा नै पाए। त्यसरी नै उनीहरूले पनि अभावका कारण नै तालेको फाटेको कपडाहरू लाउनु पर्यो र सुकुल नै ओछ्यान र सुकुल नै उडेर रातहरू कटाउन बाध्य भयो। खानामा कहिले खोले त कहिले पानी रोटी, त्यो पनि धेरै झोलका साथ खानु पर्थ्यो। चामल आफै जाँटोमा कुट्नुपर्ने र साहुलाई तिर्नुपर्ने भएकोले
चामलको भात कमै मात्र पाक्थ्यो भान्सामा। सानोमा विष्णुप्रसाद ठुलै बिरामी पर्यो। त्यो बेला हस्पिटल लाने चलन थिएन, तर पनि विष्णु भक्तले आफ्नो छोरालाई जसो तसो बचाउन सफल भए। एक दिन कुखुराको खोरमा एउटा अन्डा उनले भेटेछन्। सानो चञ्चले उनी त्यो अन्डा चुलोमा आगो फुकेर बसेकी आफ्नी आमालाई अन्डा दिएछन्। आमाले अन्डा थोरै फुटेको देखेर अगाडि कुनै भाँडो नदेखेर तिमी नै खाऊ भनेर मुख गर्न लगाए। आमाले अन्डा फुटालेर उनको मुखैमा राखिदिइन्। बिचरा उनी सानो उमेर, त्यसमाथि काँचो अन्डा खान नसकेर उनकै अगाडि रहेकी आमाको मुखैमा उक्लेछन् अनि आमाको एक झापु पाएछन्, बदमास भन्दै। बिचरा उनी रुँदै चुलोबाट निस्किए। विभिन्न अभावका कारण उनले बल्ल तल्ल एक कक्षा मात्रै पढ्न पाए। त्यसपछि खेतीपाती, भैँसी बाख्रा जस्ता वस्तु भाउ चराउने, स्याउला टिप्ने कामहरू गर्दै आफ्नो बालापनको समय पार गर्दै गए। त्यस्तैमा उनको एक बाहुन पण्डित परिवारका ऊ जस्तै उमेरका बच्चासँग उसको मित्रता गाँस्न पुगे। सबैले उसलाई बाजे बाजे भन्थे। साथीसँगै खेल्ने, साथीसँगै डुल्ने, खाने सङ्गतले उनलाई पनि पण्डित जस्तै बानी हुन थाल्यो। सफा लुगा लगाउनु पर्ने, सफा खानुपर्ने, खानामा केही पर्यो भने त्यो नखाने, कसैले कुनै ठाउँमा फोहोर गरेमा त्यो ठाउँमा धेरै समयसम्म पनि नहिँड्ने, त्यो बानी हुन थाल्यो। तर त्यही बानीका कारण विष्णुप्रसादका अन्य दाजुभाइले फाइदा लिन थाले। खाना पस्केर छोड्दा त्यसमा कहिले इँटाको टुक्रा, कहिले बिल्ली, कहिले किराहरू, कहिले कपाल आदि राख्ने गर्थे। त्यो देखेर उनी खाना खाँदैनथे, तर अरू दाजुभाइहरू त्यो राखिएका फोहोर निकालेर अरू सबै आफू खान्थे र आफू पोक्कै सुत्थे। यसरी उनी धेरै रात पोक्कै सुते भने कहिले सानोतिनो अम्बा नासपातीहरू खाएर आफ्नो पेट भर्थे। यसरी विष्णुप्रसादले आफ्नो बाल्यकालको समय बिताए। समयसँगै उनी ठुलो हुँदै गए। बिस्तारै दाजुहरूसँगै इँटा भट्टामा इँटा बनाउने काम गर्न थाले। साथै अन्य सिजनमा साथीहरूसँगै ज्यालादारी काम सिक्न थाले। त्यस्तैमा पढ्ने तीव्र इच्छाका कारण कक्षा 2मा भर्ना भए। 1-2 दिन विद्यालय गए, तर दाजुहरूका कारण काममा नै फर्किनु पर्यो। दाजुहरूमध्ये एकजनाले सबैलाई काममा लग्थ्यो र सबैको ज्याला मजदुरी आफूले लिन्थ्यो, तर त्यसको कहिले पनि हिसाब भएन। काम गरेको कारण समय समयमा भने सक्खर खुवाउने गर्दथ्यो। दाजुले अनि सोध्थे, अक्षर गुलियो कि सक्खर गुलियो? सबैले सक्खर गुलियो भन्थे। वास्तवमा सक्खर नै गुलियो हुन्थ्यो पनि। त्यसो भए जाउँ काममा भन्दै कामतिर लान्थे। यसरी उनीसँगै अन्य कसैले पनि राम्ररी पढ्न पाएन। त्यस्तै 12-13 वर्षको हुँदा आफ्नो घर नजिकै एक परिवार छिमेकी बन्न आए। ती नयाँ छिमेकीहरू पनि आफूहरूसँग राम्रै मिलेको तथा आफ्ना दाजुभाइ र छिमेकीको पनि बराबर 5-5 जना दाजुभाइ थिए, जसमध्ये साइलो छोराहरू दुवै धेरै हदसम्म मिलेका कारण बुबा विष्णुभक्तले दुवैको मित लगाइदिए। पछि केही समयपछि मितज्यूको परिवार बौद्ध बसाइ सरेर गए। त्यसको केही समयपछि मितामा धेरै बिरामी पर्नुभयो भन्ने खबर पाउन साथ विष्णुप्रसाद बौद्ध पुगे र त्यहाँबाट अस्पताल पुगे। सबै मित दाजुभाइहरू आफ्नो काम व्यस्तताका कारण हस्पिटलमा कुरुवा बस्न नसकिने भएर विष्णुप्रसाद कुरुवा बस्न थाले। उसले त्यहाँ झन्डै 45 दिनसम्म मित आमाको सेवा गर्न पाए। त्यसैबीच उसले मित आमाको सबै स्याहार सुसार, सलाइन पानी मिलाउने, चढाउने, सुई लगाउने, औषधि खुवाउने सबै सिके। आफ्नै आमाको मात्रै स्याहार नगरी छेउछाउको अन्य बिरामी तथा कुरुवाहरूको पनि सहयोग र सेवा गरेर समय बिताए। त्यस्तै एक रात अस्पतालमा एक बिरामीलाई सलाइन चलाइरहेको थियो र छेउमा उसको कुरुवा सुतिरहेको थियो। त्यसै बेला बिरामीको सलाइन सकेर रगत फर्किँदै थियो। सबै सुतेकाले कसैले चाल पाएन।
तर भाग्यवश त्यसै बेला विष्णुको आँखा खोल्यो। त्यस्तै रगत लगभग आधा जति फर्किसकेको छ। तत्काल उसले सलाइनलाई अफ गरे र नर्सलाई बोलाए। त्यसरी उसले एकजना बिरामीको ज्यान बचाउन सफल भए। त्यसपछि उसको सहयोगी भावना तथा अन्य कुराले अस्पतालमा ऊ सबैको प्रिय भए। 45 दिनपछि मिटामालाई सन्चो भएर अस्पतालबाट घर लगियो। त्यस समयपछि विष्णुप्रसाद समय समयमा बौद्ध आउजाउ गर्न थाले। सबैले धेरै माया गर्थे। त्यसैबीच मित दाइले उसलाई विद्युत प्राधिकरणमा पोलमा तार लगाउने जागिर लगाइदिए। समय सामान्य रूपमा चल्दै थियो, तर एक दिन बिहान काम जान भनी घरबाट साइकल पछाडिबाट गेटबाट निकाल्दै थियो, तर मोटरसाइकल उच्च गतिमा आएर साइकल र विष्णुप्रसादलाई ठक्कर दियो। त्यसपछि के भयो उसलाई थाहा भएन। 3 दिनपछि अस्पतालको बेडमा उसको होस खुल्यो। बल्ल तल्ल उक्त घटनाबाट बाँच्न सफल भयो। तर पछि हल्ला थाहा पायो कि साइकल र मोटरसाइकल पूर्ण रूपमा क्षति भयो र मोटरसाइकल चालकको मृत्यु भयो भनी हल्ला चल्न थाल्यो। त्यस घटनापछि उसले जागिर पनि छोड्यो र आफ्नै घरतिर काम गर्न थाल्यो। समयसँगै हुर्किँदै गए। साथीहरूकै सङ्गतमा लागेर भत्ताका कामहरू छोडेर राष्ट्रिय नाचघरमा नाच तथा नाटकहरू सिक्न थाले। त्यति बेला उनीसँगै भुवन केसी, शिवश्रेष्ठ, श्रीकृष्ण श्रेष्ठ लगायतका थुप्रै अग्रज कलाकारहरूसँगै कला सिक्न तथा काम गर्ने मौका पाए। बिस्तारै उनले ठाउँ-ठाउँमा देखाइने पर्दा नाटकहरूमा आफ्नो कला देखाउन थाले। धेरैजसो उनी महिला बनेर खेल्ने गर्दथे। त्यसैबीच पर्दा नाटकका लागि आफैले नाटक लेख्न पनि थाले र आफ्नो नाटक देखाउन थाले। त्यसैबीच थुप्रै साथीहरूको चिनजान गर्ने मौका पायो। त्यही समयमा उनले अमर सपना नामक चलचित्रमा गुण्डाको चम्चाको भूमिकामा आफ्नो कला देखाउने मौका पाए। उनले चलचित्रहरूमा भन्दा पनि बढी पर्दा नाटकहरूमा थुप्रै पटक अभिनयहरू गरे। त्यस्तैमा उनले आफ्नो घरमा समय दिन सकेनन्। त्यसैले आफ्ना बुबा विष्णुभक्तले एक दिन गाली गरे, घरमा वास्ता गरेन, खाली त्यही नाटकतिर मात्रै गयो भनेर, तथा त्यहाँ जाने भए घरबाट निस्कि, कुनै सम्पत्ति नदिने, घर फर्केर नआइज र हामीलाई भेट्न पनि नआइज भनेर गाली गर्न थाले। बिचरा उनी आफू कलाकार बन्ने सपना हुँदाहुँदै पनि त्यो सपना छोडेर आफ्नो घर परिवार रोजे र फेरि त्यही पुरानै काममा फर्किए। समय सामान्य चल्दै थियो, तर एक दिन उसको घरमा एउटा आपत पर्यो। उसको जेठो दाजु हरायो। धेरै दिन खोजियो तर भेटिएन। धेरै दिनपछि एउटा हल्ला सुनियो, हराएको जेठो छोरोको दुर्घटना भएको थियो। अझै होस छैन। त्यसपछि अस्पतालहरूमा खोजी कार्य सुरु भयो, तर भेट्टाउन सकिएन। त्यही बेला विष्णुलाई याद आयो कि उसको दाजुको दाहिने हातको बुढी औँला कुष्ठरोग या भनौँ अरू कुनै कारणले झरेको थियो। त्यही अनुसार उसको आमा र उसले खोज्न थाले। एउटा बेडमा अनुहार चिन्नै नसकिने अवस्थामा त्यही औँलाको आधारमा आफ्नो दाजु भेटाए। त्यसपछि उसले अस्पतालमा धेरै समय दाजुको सेवा या भनौँ गुरुवा बसे र झन्डै महिनौपछि दाजु ठिक गराएर घर फर्किए। समयसँगै वयस्क हुँदै आएपछि उनले भक्तपुरकै बुद्धिबहादुर तथा लक्ष्मी ज्याखोकी माइली छोरी चन्द्रलक्ष्मी ज्याखोसँग 2049 सालमा विवाह बन्धनमा बाँधिए। बिहेपछि 2050 साल 12 महिना 31 गते पहिलो सन्तानको रूपमा विष्णुप्रसाद र चन्द्रलक्ष्मीको कोखबाट छोराको जन्म भयो। छोराको नाम विनोद राखियो। त्यसको झन्डै 1.5 वर्षपछि 2052 साल मङ्सिर महिनाको 23 गते दोस्रो छोराको रूपमा
मेरो जन्म भयो र मेरो नाम विजेश भनी राखियो। त्यसको 3 वर्षपछि 2055 साल 8 महिना 14 गते तेस्रो सन्तानको रूपमा छोरीको जन्म भयो। उनको नाम सुमित्रा राखियो। यसरी बुबा विष्णुप्रसाद तथा चन्द्रलक्ष्मीको कोखबाट हामी 3 सन्तानको जन्म भयो। यति समय बिचमा आमा तथा बुबाले थुप्रै सङ्घर्षहरू गर्नुभयो। बुबाको दाजुभाइसँग विभिन्न कारणहरूमा झगडाहरू पनि खेप्नु पर्यो। आमा खाली समयमा गलैँचा बुन्नुहुन्थ्यो भने बुबा दकर्मीका काम गर्नुहुन्थ्यो भने कहिले अरूको मेलापात, अरूको जग्गामा खेतीपाती गर्दै समय बितिरह्यो। हामीले पनि त्यसमा साथ दिन्थ्यौँ। बुबाका अरू दाजुभाइहरू पहिले नै छुट्टै भिन्न भइसकेका थिए भने बुबा आमा भने छुट्टै खाना खाए पनि बुबा आमाको सेवा गरिरहे। सायद तिनै आशीर्वादले होला थुप्रै कठिन सङ्घर्ष गरे पनि प्रगति गर्दै गरे। त्यसैबीच धेरै घर झगडा, मनमुटाव, आर्थिक अभाव, भोक, तिर्खा, चोट पटक सबै सहेर आफ्नो जीवनमा सङ्घर्ष गरिरहनुभयो। म जन्मिनुभन्दा पहिले एक दिन आमाले एउटा बिस्कुट ल्याइदिनु भएको थियो, तर छोरालाई नदिई छोरालाई देखाइ सबै बिस्कुट आफू एक्लै खाइदिनु भयो। तर पछि हामी अलि ठुलो भएपछि थाहा पाएँ त्यो समय बाबाले भोक लागेर खाएका रहेनछन्। आर्थिक अभाव भएको समयमा सानो बच्चाले बिस्कुटको स्वादका कारण सधैँ बिस्कुट नमागोस् भनेर खाएका रहेछ। तर पनि बुबाले थुप्रै आर्थिक अभावका कारण पनि हामीलाई पढाउन पछि पर्नु भएन। बरु आफूले पुरानो फाटेको कपडा सिलाएर लगाए, तर हामीलाई पढाउन छोड्नु भएन। हामी पनि जे जस्तो छ त्यसैमा खुसी भएर रमाउँथ्यौँ र पढ्थ्यौँ पनि। धेरै जसो खाली समयमा आमा बाबुले सघाउँथ्यौँ हामी। बुबाले आफ्नो ससुरालीमा पनि थुप्रै सहयोगहरू गरे। श्रम सहयोगहरू, मेलापाटहरू, घर बनाउँदा श्रम सहयोगहरू, महिनौसम्म पनि आफूले खाइ नखाइ जम्मा गरेको केही पैसाहरू पनि सहयोग गरे, तर आजसम्म पनि फिर्ता पाएन। बुबाको एउटा बानी थियो, खान नपाएका तथा अभाव भएका र सहयोगको खाँचो भएकालाई सहयोग गरिहाल्ने बानी। तर यही बानीका कारण बुबाले थुप्रै पटक धोकाहरू खानु पर्यो। त्यसैले गर्दा धेरै पटक आमा र बुबा बीच घर झगडाहरू पनि भयो। मलाई अझै याद छ, हाम्रो घरमा 1-2 वर्षमा एकजना अपरिचित बेसहारा मान्छेहरू आइरहन्थे। हामी सकेको सहयोग गर्थ्यौँ। कसैलाई त 1-2 महिना समेत राखियो। ती व्यक्ति पनि घरको काममा सहयोग गर्थिन्। यसरी बुबाले धेरैजनालाई सहयोग गरेको मलाई याद छ। बुबाले आफूले खाइ नखाइ भए पनि आफ्ना ठुला बुबा, जेठीआमा, आफ्नी आमा तथा आफ्ना बुबाको जिन्दगीभरि सेवा गरिरहनुभयो। साथै मृत्युपछि पनि सम्पूर्ण काजक्रियाहरू बुबा एक्लैले गर्नुभयो। आमा र बुबा त अझ दमको बिरामी हुनुहुन्थ्यो। वर्षमा 4-5 पटक अस्पताल भर्ना गर्नुपर्थ्यो। त्यो सबै बुबाले नै बेहोर्नुभयो, जसमा मेरी आमा तथा दाइ र म भएर सहयोग गर्थ्यौँ। तर हजुरबुवाका अन्य छोराहरूलाई कुनै वास्ता भने थिएन। त्यसैले सबै जिम्मेवारी आफैले पुरा गर्नुभयो। बुबाले आफ्नो जीवनमा केही जग्गा दलाली काम पनि गर्नुभयो। त्यही बेला नै आफ्नो बुबाको दर्ता नभएका सबै दर्ता गरेर आफ्नो बुबा विष्णु भक्तको नाममा दर्ता गरेर ल्याए। कति दिन भोग प्यास नबनी वडा, मालपोत, अदालत दाएर काम सफल बनाए। कुनै जग्गाका लागि भने जग्गा धनीको पाउ समेत परे भने कतिलाई त आफूले ऋण धन गरी आफूले खाइ नखाइ
जम्मा गरेर राखेको पैसा समेत दिएर आफ्नो बुवाको नाममा राखिदिए। यसरी बुबाले आफ्नो जीव धन शक्तिले भ्याएसम्म गरेर आफ्नो पुर्ख्यौली सम्पत्ति जोगाए। तर अफसोस त्यति धेरै गर्दा पनि बुबाका दाजुभाइहरूले कुनै पनि साथ सहयोग गरेनन्। उल्टै विभिन्न आरोप प्रत्यारोपहरू लगाइयो। यसैबीच धेरै पटक झगडाहरू पनि भए। कति पटक त हजुरबुवा र हजुरआमालाई पनि बुवाका अन्य दाजुभाइहरूले कुटपिट समेत गरे। त्यसपछि प्रहरी वृत्तमा सहमति भयो। मलाई त्यो दिन याद छ, कुनै फिल्मको फाइटको सिन भन्दा पनि कम थिएन। हजुरबुवा, हजुरआमा, बुबा, आमा र दाई र म अनि मेरी बहिनी, जम्मा 7 जनालाई बुबाका अन्य दाजुभाइ तथा परिवारहरू समेत अझ ससुराली समेतबाट एकैसाथ हमला भएको त्यो दिन 2063 साल कार्तिक 19 गते म कहिल्यै बिर्सन सक्दिनँ। त्यो दिन बुबाको टाउको पनि फुटेको थियो। त्यो दिन भने आमालाई पनि 6-7 जना आइमाईले कपाल तानी तानी लछार पछार गरी घाँटी थिचेर मार्ने प्रयास भएको थियो। यो सबै घटना मेरो मस्तिष्कमा सधैँ रहिरहेको छ। यो भन्दा पनि अगाडि पटक पटक हाम्रो परिवारलाई हमला भयो, तर पनि बुबाले माफी दिँदै गरे। यसरी आफूले आफ्नो तथा अन्य दाजुभाइको सम्पूर्ण दायित्व आफू एक्लैले निर्वाह गरे पनि कहिल्यै पनि जस पाउनु भएन। बुबाले आफ्नो जीवनकालमा धेरै साथीभाइ, आफन्त, छरछिमेक, नाताकोटा सबैलाई विभिन्न तरिकाले निस्वार्थ रूपमा सहयोग गरिरहे। धेरैले बुबाको प्रशंसा पनि गर्थे भने केहीले बुबालाई धोका पनि दिन्थे, तर पनि बुबा सहेरै बस्थे। पृथ्वीमा भएका सबैको गुण तथा अवगुण भए जस्तै बुबाको पनि गुणका साथै अवगुणहरू पनि थिए, जसमध्ये छिट्टै रिसाउने, रिस नियन्त्रण गर्न नसक्ने र कहिलेकाहीँ हात पानी लगाउनुहुन्थ्यो र एउटा जिद्दीपना। यही बानीले गर्दा आमाले धेरै पटक पिटाइ पनि खानुभयो, तर आमा हाम्रो मुख हेरेर सहेर बस्नुहुन्थ्यो। मैले र दाइले पनि धेरै पटक बुबाको पिटाइ खाएका छौँ। अझ 3 जनामा मैले धेरै पिटाइ खानेमा पर्थेँ, किनकि म सानैदेखि चकचके थिएँ। कुनै पनि इलेक्ट्रिक सामानहरू पाएँ भने खोलेर हेरिहाल्थेँ र बिगार्थेँ पनि। त्यसैले मैले धेरै पिटाइ खान्थेँ। हामी बुबादेखि धेरै डराउँथ्यौँ। सायद बुबाको रिसदेखि धेरै नजिकबाट देखेको भएर हुन सक्छ। सानैदेखि बुबाले आफूले सिकेका कुराहरू पढाउनुहुन्थ्यो फुर्सदको समयमा, जसमध्ये कठिन शब्दहरू, कठिन अक्षरहरू पनि समावेश हुन्थ्यो, जस्तै क्री क्री ग्री ग्री, कल्त खल्त गल्त गल्त, क्र ख्र ग्र ग्र भन्न अनि कण्ठ गर्न नसकेपछि पिटाइ खाइन्थ्यो। त्यस्तै एक दिन शनिबारको दिन दाइ र म 5-7 वर्षको थिएँ होला। हामीलाई बुबाले गणित सिकाउँदै हुनुहुन्थ्यो। दाइलाई दशमलव भएको भाग अनि मलाई दशमलव भएको घटाउ। हामीलाई धेरै सिकाउनु भयो, तर हामीले सकेनौँ। त्यसपछि केही छिनमै सिस्नो ल्याउनु भयो र हामी 2 भाइले त्यस्तै 1-2 घन्टा सिस्नो पानी भेट्यौँ। त्यसपछि रुँदै धारामा गएर आमाले नुहाउनु भएको थियो। अझै यादहरू ताजा छन्। कहिलेकाहीँ हामीलाई नयाँ सजाय दिनुहुन्थ्यो। बुबाका आर्मी साथीहरू पनि थिए। सायद बुबाले पढ्नु भएको भए आर्मी बन्ने हुन्थ्यो होला। त्यसैले सजायको रूपमा हामीलाई आर्मीलाई जस्तै सजायहरू दिनुहुन्थ्यो र भन्नुहुन्थ्यो, एकजना आर्मी वा पुलिस एउटा बन्नुपर्छ है। तर हामीले सकेनौँ। म एक साधारण मान्छे भएँ र दाइ डाक्टर। बुबा जति नै रिसाहा भए पनि आफूले जानेको हामीलाई थुप्रै माया गर्नुहुन्थ्यो। अझै हाम्रो त्यो बालापन याद छ। बुबासँग खेलेको, बुबाको कम्मर दुख्दा ढाडमा कुल्चेको,
ठुक लगाई खुट्टामा मालिस गरिदिएको आज फेरि त्यस्तै गर्न मन छ। आज फेरि त्यही बाल्यकालमा फर्कन मन छ। सानैदेखि हामीलाई घर बाहिरको खेलहरू खेल्न रोक लगाउनुहुन्थ्यो, पढाइलाई समय दिन भन्नुहुन्थ्यो। तर घरभित्रको खेलहरू भने खेल्नमा छुट थियो। सायद बुबाको यही माया गर्ने तरिका थियो। आफूले खाइ नखाइ भए पनि पढाइमा भने हामीलाई खर्च गरिदिनुहुन्थ्यो र हामी पनि सकेसम्म पैसा जोगाएर पढ्थ्यौँ। अरूले दिएको कापी किताबहरू पढ्थ्यौँ, एक पाना जोडेर कापी बनाउँथ्यौँ। यसरी हामीलाई बुबाले आफूले राम्रो नलाएर पनि हामीलाई पढाउनु भयो। मलाई थाहा छैन मलाई बुबाले कुनै राम्रो वा महँगो लुगा लगाएको, तर हामीलाई पढ्नलाई खर्च गर्न रोक्नुहुन्न थियो। सायद यसैलाई बुबाको माया भनिन्छ। हामी सानोमा बुबा बाठो हुनुहुन्थ्यो। हामी अरूको खेत कमाउँथ्यौँ, जसमा ताइचिन धान फलाउँथ्यौँ, जुन अरू धानभन्दा महँगोमा बिक्थ्यो र त्यही पैसाबाट बुबाले सस्तो चामल किनेर ल्याउनुहुन्थ्यो। यसरी बुबाले पैसा जम्मा गर्नुहुन्थ्यो र आवश्यक ठाउँमा खर्च गर्नुहुन्थ्यो। समयसँगै हामी अघि बढ्दै थियौँ। बुबाको सिप र जग्गा दलालीको कमाई र हामी सबै परिवारको सहयोगले 3 वर्षमा 2वटा घर बनायौँ। बुबा मिस्त्री अनि हामी परिया हेल्पर सबै थियौँ। कोही आफन्तहरूले पनि सहयोग गरे। 6 फिट चौडाइ र पछाडि 15 फिट लम्बाइ र 3 तलेमा हुर्किएका हामी नयाँ घर पाउँदा धेरै खुसी थियौँ। हामी बिरामी हुँदा धेरै स्याहार गर्नुहुन्थ्यो बुबाले। आफू पहिले अस्पतालमा बसेको अनुभवका कारण सकेसम्म आफै उपचार गर्नुहुन्थ्यो, नसकेमा अस्पताल लानुहुन्थ्यो, जसमा आमाले प्रमुख साथ दिनुहुन्थ्यो। समयसँगै हामी ठुलो हुँदै गयौँ। दाइले डाक्टर पढ्न छात्रवृत्ति पाएर डाक्टर पढ्न विराटनगर जानुभयो। मैले पनि +2मा निःशुल्क पढ्न छात्रवृत्ति पाएँ र स्नातक तहमा नगद रु 40,000 छात्रवृत्ति पाएर स्नातकसम्मको शिक्षा हासिल गरेँ। बुबाको जिन्दगीमा थुप्रै उतार चढावहरू आए गए। आफ्नो मेहनत परिश्रम गर्न कहिल्यै पनि छोडेन। 2073 साल 11 महिना 12 गते मेरो विवाह भयो। बुबा र परिवारको साथ सहयोगका कारण बिहे सकेसम्म राम्रो गरी सम्पन्न भयो। त्यस्तै 2077 सालको कोरोना समयमा बुबा ठुलो बिरामी पर्नुभयो। दाइ यतै घरतिर हुनुहुन्थ्यो, त्यसैले बुबालाई केही सन्चो भयो। बुबाको पित्तथैलीमा पत्थरी भएकोले पित्तथैली निकाल्नु पर्ने भयो। कोरोना पछि बुबाको पित्तथैली पनि निकालियो। यसै बीच 2075 फागुन महिनाको 13 गते मेरो छोरोको जन्म भयो। त्यसको 4 वर्षपछि 2079 मङ्सिर महिनाको 19 गते दोस्रो छोराको रूपमा मेरो छोराको जन्म भयो। 2076 सालतिर बुबाको दाजुभाइले बुबालाई असम्बन्धको मुद्दा लगाइयो। नेपालको कानुन दैवले जानुन् भने जस्तै भयो। कानुनले कुनै पनि व्यवहार नहेरिदो रहेछ, मात्र कागजी प्रमाण हेरिदो रहेछ। कानुनी प्रमाण हुँदाहुँदै पनि हामी उच्चसम्म हार्नु पर्यो। तर आजका मितिसम्म पनि मुद्दा पूर्ण रूपमा सकिएको छैन। बुबालाई यही मुद्दाका कारण तथा बितेका कुराहरू, जसमध्ये बुबाको दाजुभाइले दिएको दुःख सम्झेर धेरै तनाव अनि निराशामा हुनुहुन्थ्यो। सबै फेरि सामान्य चल्दै थियो। दाइ युके जानुभयो। त्यसको 1 महिनापछि बुबालाई जिउभरि चिलाउन सुरु भयो। सबै जाँच गरियो, तर जति गर्दा पनि निको भएन। पछि धुलिखेल अस्पतालमा भिडियो एक्सरे इन्डोस्कोपी गरिसकेपछि क्यान्सर पट्टा लाग्यो, जुन
कोलान्जियोकार्सिनोमा थियो। बुबाको त्यस्तो अवस्थाको बारेमा डाक्टरले भनिरहँदा म पुरै स्तब्ध थिएँ, पुरै खसे जस्तो। जसोतसो सम्हाले त्यसपछि क्यान्सर अस्पताल भक्तपुर गयो। त्यहाँ निको नहुने र अपरेसन गर्न नसकिने बताएपछि मैले केही सोच्न सकिनँ। रिपोर्टको विश्वास नलागेर पुनः टेस्ट गरेँ। क्यान्सर निश्चित भयो। दाइले पनि सके जति प्रयास गर्नुभयो। मैले पनि विभिन्न डाक्टरहरूसँग सरसल्लाह लिएँ, तर केही गरे पनि उपचार सम्भव देखिएन। अन्तिम विकल्प किमोथेरापी नै देखियो। लगभग 8 महिना किमोथेरापी गरियो। बुबालाई पनि बल्ल तल्ल उहाँको अवस्थाको बारे जानकारी दाइले दिनुभयो। सुरुको केही महिना निको हुने मनोबल बढाउनु भयो। पछि हरेस खाँदै जानुभयो। भन्नुहुन्थ्यो, मैले गर्दा तिमीहरूलाई धेरै दुःख भयो, मलाई उपचार नगर, धेरै पैसा खर्च भयो। भोलि पर्सि नातिहरूले मलाई सम्पत्ति सकायो भनेर गाली गर्लान्। अनि म बाबालाई सम्झाउँथेँ, तपाईँ त्यस्तो किन चिन्ता गर्नुहुन्छ? आज तपाईँलाई अलिअलि खर्च गरेर तपाईँको अनुहार हेर्न पाएका छौँ। भोलि तपाईँ नहुँदा सबै सम्पत्ति बेचेर मेरो टाउको फुटाउँदा पनि तपाईँको एक झलक पाउँदिन। त्यसैले उपचार गर्नुपर्छ भनेर सम्झाउँथेँ। मैले सकेसम्म बाबालाई बचाउन निकै प्रयास गरेँ। आयुर्वेदिक औषधि, सुवर्णभस्मदेखि लिएर सबै औषधिहरू चलाएँ, तर सकिएन। बुबालाई मैले सकेसम्म मठ मन्दिरहरू, नयाँ पुराना ठाउँहरू घुमाएँ। सकेसम्म छोटो समयमा धेरै खुसी बनाउनु थियो बुबालाई। परिवार सबै दुखी थियौँ, तर पनि बुबाको अगाडि खुसी हुन्थ्यौँ। लाखौँ कोसिस गर्दा पनि हामीले बाबाले बचाउन सकेनौँ। 2081 साल कार्तिक महिनाको 24 गते बिहान 8:25 बाबाले मेरो आँखै अगाडि संसार छोडेर जानुभयो। आज हामी बीच बाबा हुनुहुन्न, तर बाबाले सिकाएका थुप्रै कुराहरू बाँकी छन्। बाबाले गरेका कामहरू अझै बाँकी छन्। बाबाले कमाएका इज्जत, मान, प्रतिष्ठा अझै बाँकी छन्। बाबाले आफ्नो जिन्दगीमा कहिले अरूको बिगार गर्ने सोचेन। सके जति सबैलाई सहयोग गरे र गरे पनि। आफ्नो ज्यानको वास्ता नगरी, काम पानी नबनी, घाउ चोट नबनी अरूलाई सहयोग तथा आफ्नो कर्तव्य पालना गर्न कहिल्यै पनि पछि पर्नु भएन। तर अरूको भलो चाहँदा चाहँदै पनि भगवानले उहाँलाई चाँडै लानुभयो। आज हामी बीच उहाँ नभए पनि उहाँको यादहरू रहिरहनेछन्। उहाँको माया अनि आशीर्वाद रहिरहनेछन्। हामी पनि उहाँको सपनाहरू साकार गर्ने हरदम प्रयास गर्नेछौँ। उहाँको नाम इज्जत राख्ने काम गर्नेछौँ। वी मिस यु बाबा, वी मिस यु। बुबाको अन्तिम समयमा अस्पतालमा लेखेको एउटा लेखको याद आयो। आज मेरो बाल्यकालमा फर्कन मन छ। गालामा माया गर्दा तिम्रो दाह्रीले मलाई कोचाउन मन छ। हिसाब बिग्रदा तिमीले दिएको सिस्नुले ताड बोलाउन मन छ। एउटा चकलेटलाई 5 टुक्रा बनाई दिएको खान मन छ। मैले काम बिगार्दा खाएको झापड अझै खान मन छ। राम्रो काम गर्दा टाउकोमा हात राखिदिएको आशीर्वाद थाप्न मन छ। बदमास हुँदा पाएको त्यो आर्मी तालिमको सजाय भोग्न मन छ। पन्जा लडाउँदा जसरी पनि फेरि आफै जित्न मन छ। हो बाबा, आज फेरि मेरो बाल्यकालमा फर्कन मन छ। आज फेरि मेरो बाल्यकालमा फर्कन मन छ। I love you बाबा, I love you. We will always miss you. हामी तपाईलाई कहिले नै बिर्सने छैनौँ।
माया, तपाईँको त्यो आशीर्वाद हामी सबै साथमा राख्नेछौँ। We love you, बाबा, we love you। जहाँ हुनुहुन्छ त्यहाँ खुसी रहनुहोला, स्वस्थ रहनुहोला। हामी तपाईँलाई सधैँ सम्झिरहनेछौँ र तपाईँको नाम, तपाईँको इज्जत, तपाईँको मान प्रतिष्ठा जोगाउने हरदम प्रयास गर्नेछौँ। I love you, बाबा, I love you।
Thank you.